Welcome back to my channel Chef Dipu Munikar day 5 सुकुटी मेकिङ भ्लग को फाइनली आज चाहिँ अलिकति घाम लागो भएर सुकुटी अलिकति राम्रो भएको छ। आज चाहिँ अलि कम्प्लिट होला जस्तो छैन, सायद नेक्स्ट भिडियोमा कम्प्लिट हुन्छ होला, तर दुईटा भिडियो अझ फेरि म मर्ज गरेर बनाइदिन्छु। अब आज हेरिहालौँ कस्तो भएको छ त डे 5 मा सुकुटी। मैले चाहिँ अहिले सुकुटीलाई उ त्यही सेटमा राखेको छ। हाम्रो चाहिँ यहाँ सेट यसरी बनाइरहेको छ हैन, चट्ट लाएर पानी परे पनि हामीलाई प्रब्लम चाहिँ हुँदैन। त्यही भएर आज चाहिँ यस्तो भएको छ। ल हाम्रो सुकुटी डे 5 मा चाहिँ यस्तो भइसक्यो। सुकिसक्यो, काक्रक काक्रक भइसक्यो। ल काक्रक काक्रक भइसक्यो। अब भोलि एक दिन घाममा सुकायो भने त रेडी टु गो। अनि सुकुटीको के बन्छ भन्ने एउटा सानो एउटा खानाको भ्लग बनाइदिन्छु। ल दिस इज फर्स्ट, दिस इज सेकेन्ड। सबै राम्ररी सुकेको छ। अस्ति 2 दिन घाम अलि राम्रो लागेको थिएन, तर एक दिन घाममा राम्रोसँग घाम लाग्यो भने चाहिँ राम्रो सुक्छ रहेछ। ल राम्रो भएको छ सुकुटी, राम्रो बनेको छ। तपाईहरुले पनि घरमा बनाउन सक्नुहुन्छ। हाम्रो चाहिँ सुकुटी यसरी बनिरहेको छ। अब चाहिँ म डे 6 मा कम्प्लिट एउटा भिडियो बनाएर सुकुटीको चाहिँ हामीले अब के बनाउनु त, सुकुटी साँधेको खाने कि सुकुटी अब केमा अब गोलभेडा सलभेडा राखेर हैन तरकारी जस्तो बनाएर खाने कि दालमा राखेर खाने कि के राखेर खाने चाहिँ एउटा भिडियो सर्ट भिडियो बनाउँछु, हेरिदिनुस्। भिडियोलाई लाइक गरेको छैन भने लाइक गरिदिनुस्, साथीलाई शेयर गरिदिनुस्, सब्स्क्राइब चाहिँ गर्न नबिर्सिदिनुस्। सब्स्क्राइब चाहिँ गर्नुपर्छ। उता तल साइडमा कर्नरमा सब्स्क्राइब भन्ने बटन होला, थिच्दिनु, सब्स्क्राइब गरिदिनुस्। अनि जसले पनि भिडियो हेर्नु भएको छ प्लिज आफ्नो कमेन्ट्सहरु गरिदिनु। कमेन्ट्स पनि चाहिन्छ, फिडब्याकहरु राम्रो नराम्रो जस्तो भए पनि अर्को भिडियो म राम्रो बनाएर आउने छु। जसले पनि हेर्नु भइरहेको छ, थ्यांक यू फर वाचिङ। I'll see you in next video. Thank you so much. Last day of vlog. हाम्रो सुकुटी यहाँ रेडी भइसक्यो। म अस्ति 2 दिन चाहिँ मैले सुकाउन पाएन। 2 दिन चाहिँ क्यानबेराको वेदर एकदमै नराम्रो थियो, पानी नै पानी परिरहेको भएर आज मैले 2 घण्टा जति सुकाएँ। तपाईहरुलाई देखाइहाल्छु अब कस्तो भयो भनेर, हेरिहालौँ। अब मासु चाहिँ सुकेर एकदमै थोरै भइसक्यो। ल एकदमै ड्राई भइसक्यो। अब यो सबैलाई चाहिँ अब म ट्रेमा हाल्छु फर्स्ट हैन। अब यो सबै निकाल्दिने। अब चाहिँ हामीहरूले चाहिँ यसलाई प्याक गरेर भित्र राखे पनि भयो। अब सुकाइराख्नु पर्दैन। अब निकाल्दै काट्दै खाँदै गर्ने। अब सुकुटीको चाहिँ काम सक्यो। ल राम्रो भएको छ। अब जे गर्नु मन छ बनाउने हो, काट्ने हो, खाने हो। सुकुटीको अचार खानु मन पर्छ कि सुकुटी साँधेको खानु मन पर्छ कि के खानु मन छ तपाईहरुलाई, यो चाहिँ म नेक्स्ट भ्लगमा बनाउँछु। लाइक गर्नुस्, शेयर गर्नुस्, सब्स्क्राइब गरेको छैन भने सब्स्क्राइब गर्नुस्। शेफ दिपु मुनिकार सब्स्क्राइब बटन यहाँ तलै छ, सब्स्क्राइब चाहिँ गर्नु है छिटो 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 छिटो। ल सुकुटी इज डन। यसरी हाम्रो 5-6 डेजमा सुकुटी रेडी भएको छ। अब चाहिँ म नेक्स्ट भिडियोमा चाहिँ सुकुटीको के बनाउँ त कमेन्टमा गर्नुस्, म त्यही बनाउँछु।